नेपाल फाइनलमा झिनो अन्तरले पराजित। नेपाललाई हराउँदै कुवेतले 4 राष्ट्र सम्मिलित T20 अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई 3 रनले पराजित भएको छ। खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक 8 खेलाडीले दो छुन सकेनन्। जितको लागि 175 रनको लक्ष्य पछाएको नेपाल 19.3 ओभरमा सबै विकेट गुमाउँदै 171 रनमा समेटियो। खराब सुरुवात गरेको नेपालले 28 रन बनाउँदा 4 महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो। कुशल भुर्तेल 3 रनमा, आशिफ शेख 21 रनमा आउट भए। कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी रनको खाता खोल्नै सकेनन्। त्यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झरी नै रह्यो। कप्तान रोहित पौडेल पनि 7 रनमा आउट भए। सोमपाल कामी 4 रन, गुलशन झा 9 रनमा र करण केसी 4 रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो। मात्र 92 रन बनाउँदा नेपालले 8 विकेट गुमाइसकेको थियो। त्यसपछि 6औं क्रमका बसिर अहमद र नन्दन यादवले 9औं विकेटको लागि 72 रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। विस्फोटक ब्याटिङ गर्दै नन्दन 18.2 ओभरमा 37 रन जोडेर आउट भए। यतिखेर नेपालले 164 रन बनाएको थिए। अन्तिम ओभरमा नेपाललाई जितको लागि 11 रन जरुरी थियो। सुन्दीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे, तर उनी यसको 2 बलपछि आउट हुँदा नेपाल 3 रनको झिनो हार बेहोर्न बाध्य भयो। बसिरले विस्फोट ब्याटिङ गर्दै 43 बलमा 8 चौका र 4 छक्का सहित 80 रनको पारी खेले। बलिङमा सुन्दीप चिन्थामाराले 3 विकेट लिए। यासिन पटेल र नवीनराज राजेन्द्रनले समान 2 विकेट झारे। त्यसअघि नेपालले मिशन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले 20 ओभरमा 7 विकेट गुमाउँदै 174 रन बनायो। ओपनर राविजा सन्दरवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि 49 रनको साझेदारी गरे। क्लिन्टो 26 रन जोडेर नन्दन यादवको बलमा आउट भए। दोस्रो विकेट पनि नन्दनले नै लिए। मिट भावसार 16 रनमा पभिलियन फर्किए। यसपछि 23 रन बनाएका उस्मान पटेललाई कुशल भुर्तेलले आउट गरे। तेस्रो विकेट गुमाउँदा कुवेतले 127 रन बनाएको थियो। ओपनर राविजा क्रिजमा टिके। उनले 28 बलमा अर्धशतक बनाए। उनको विकेट करण केसीले लिए। 36 बल खेल्दै 6 चौका 24 छक्का प्रहार गर्दै 63 रनको महत्त्वपूर्ण पारी खेले। राविजा आउट भएपछि बिलाल ताहिर 9 रनमा रन आउट भए। 7 रन बनाएका मोहम्मद उमर तथा 2 रन बनाएका यासिन पटेललाई सोमपालले आउट गरे। कप्तान मोहम्मद असलाम अविजित 13 रनमा रहे। नेपालले लीग चरणमा कतारलाई 8 विकेट र कुवेतलाई 6 विकेटले हराएको थियो। हङकङ विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। कुवेतले हङकङलाई 4 विकेट र कतारलाई 6 विकेटले मात दिएको थियो।